Hello everyone, welcome to my vlog after a long time. आजको दिन चाहिँ 24 अप्रिल हाम्रो एनिभर्सरी 4th एनिभर्सरी। त्यही भएर हामी चाहिँ अब एनिभर्सरी मनाउन जाँदैछौँ बुढाबुढी। एउटा रसेट फार्म भन्ने प्लेसमा जाँदैछु। त्यो कटेजमा चाहिँ हट टप कटेज बुक गरेको आजको दिन चाहिँ। वेदर नि राम्रो छ, यसो खुलेछ। हाम्रो बिहा भएको चाहिँ 2021 24 अप्रिलमा हो। आज 2025 24 अप्रिल, त्यही भएर 4 इयर्स भइसक्यो। अब स्टिल प्लेस होइन बुढी? आफूलाई देखाउनु बुढी एकचोटि। ल अब के हुँदैछ हेर्दै जानु होला भ्लगमा। अब पुगेपछि तपाईहरुलाई त्यहाँको सिनहरु देखाउँछु, फार्मको सिनहरु अनि कटेज कस्तो छ है। ल अहिले चाहिँ हामी यो उमा पुग्यो, चेसिङटन भन्ने ठाउँको यो फार्म साइटमा पुग्यो। हाम्रो चाहिँ यो हामी बस्ने आजको राति यस्तो फार्मको बिचमा कटेज छ यहाँ। आज घाम लागेर पनि एकदम राम्रो भइरहेछ वेदर। म देखाउने छु हाम्रो यहाँको हटटप कटेज कस्तो छ भनेर तपाईहरुलाई। भ्यू चाहिँ पक्का बारी दामी रहेछ। कहाँ पार्क गर्नु भन्दै रे बुढी? यहाँ नि यो चाहिँ ठ्याक्क क्याम्पिङ गर्नेहरुको चाहिँ यो गेटबाट यता जाने रहेछ। अनि यता चाहिँ अर्को कटेज, हाम्रो चाहिँ यतातिर लाग्ने। अब यता जता पार्क गरे नि हुन्छ भने थियो त्यसले है। यहाँ त ट्र्याक्टर हिँड्छ के भन्दै थियो कि। अनि यहाँबाट पक्कै म इन्स्ट्रक्सन गाइस सन चाहिँ पार्किङ यहाँ गरेर अब हटतिर जान आँटेको। यो चाहिँ एकदम पिसफुल ठाउँ रहेछ कि यहाँ चाहिँ। म यहाँको अब तपाईहरुलाई देखाउँछु हाम्रो टक्क यो कटेज हट कस्तो रहेछ भनेर। यहाँ क्याम्पिङ गर्नेहरुको चाहिँ यहाँतिर रहेछ है। ग्रिनी रहेछ। आज घाम पनि लागेको एकदम राम्रो छ कि होइन बुढी? केक समातेर मेरो बुढी त सुर्केस र सक्छ नि बोक्न सुर्केस। ल यो चाहिँ हाम्रो कटेज। ओके ल यो चाहिँ यहाँको त खोला त यहाँ कता पप भनेको उता लेफ्ट साइडमा। ल अब यो चाहिँ हाम्रो आजको लागि हामीले एयरबिएनबीबाट बुक गरेको हो कि यो। ल ढोका खोल्दा त मैले कस्तो छ म देखाइदिन्छु तपाईँलाई। होइन अनलकै छ कि अनलकै छ। लक भएको थियो कि अघि। ए ल त्यसपछि ल यो सुर्केसभित्र लैजा। यहाँ चाहिँ टक्कै यहाँकोले ह्याप्पी एनिभर्सरी भनेर बुके राख्दै रहेछ। सानो मिनी किचन, पहिला सामानहरू राखौँ। यहाँ चाहिँ हाम्रो बेड। मजाको रहेछ है। क्याटलहरू सब यहाँ राख्दैछ। चाहिँ बाथटब ढोका दुईटाको यहाँ रहेछ। अनि त्यसपछि यो चाहिँ हाम्रो बेसिन हो, ढुङ्गाको रहेछ। अनि यता चाहिँ यता चाहिँ हाम्रो यहाँ चाहिँ बस्ने ठाउँ रहेछ। अनि यो चाहिँ हाम्रो यो चाहिँ ज्याकुची रहेछ। यहाँको ज्याकुची चाहिँ अहिले देखाउँछु तपाईँहरूलाई। यति नै हो यहाँको यो कटेज। अब हामीले चाहिँ एनिभर्सरीमा कतै पिस ठाउँमा जाम, त्यहाँबाट यस्तै काहीँ कटेज बुक गरेर
अनि यतै ज्याकुचीमा बस्ने आनन्द चिल गरेर बस्ने टाइपको हेरेर हामीले एयरबिएनबीमा अनि ठ्याक्क यो चेसिङटन र लेदर हेडको बिचमा पर्ने ठाउँ रहेछ कि यो एकदम राम्रो छ यो जस राम्रो लाग्यो यताउता हेर्दा चाहिँ। ल अब के गर्नेछु तपाईँहरूलाई देखाउँछ। अब एकछिनमा हामी ड्रिङ्क्सहरू फ्रिजमा राखेर त्यसपछि के गर्छु भनेपछि अब एकछिन हटटप यहाँ सेटअप गरेर राख्दैछ भन्ने खालको अरे। अनि त्यहीमा चाहिँ सिल गरेर के गर्नेछु अहिले तपाईँहरूलाई देखाउँछु म। ल अब एकछिन डेकोरेसनहरू गर्छ हामी चाहिँ आजको नै। हजुर यहाँ के पायो बेडबाट यस्तो झ्यालबाट भ्यू। आज यहाँ जनावरहरू आउनु पर्ने क्या डियरहरू है। नसिने बिट अनि चाहिँ यहाँ यस्तो छ डेकोरेसन। अनि त्यहाँबाट एकछिनमा फोटोसुटहरू गरेर ज्याकुचीमा जान्छु तपाईँहरूलाई देखाउँछु। त्यो चिल छ ठाउँ ट्याक्क सुत्दै यस्तो फार्महरू हेर्ने सिटीमिटी। हामी अब लन्डनमा बस्नेहरूको त अब सिटी एरियामा त यस्तो कन्ट्री साइड जस्तो टाइपको भ्यू त हुँदैन नि त। अब यो चाहिँ बब्बाले खा यस्तरी सुत्दा नि यस्तो पिसफुल हुने क्या बब्बा। के हुन्छ अहिले तपाईँहरूले देखाउँछु। अझै फोटोसुट गर्दै मेरो बुढीको फोटोहरू ल अब हाम्रो चाहिँ एकछिन फोटोसुट गरेको सक्यो। अब बल्ल ज्याकुचीमा जाने प्लान हो। ल सी यू। म्युजिक भिडियो सुटिङ भयो जस्तो गीत बज्यो। ल अब एकछिनमा हामी चाहिँ गइन्छ ज्याकुचीमा। अलराइट गाइस, अहिले चाहिँ ज्याकुचीमा चिल पारामा बस्दै तातो पानी छ क्या त्यो सही रमाइलो हुने। जिन्दगीमा एनिभर्सरी मनाउँदैछौँ हामी बुढाबुढी। अझै के गर्न बाँकी छ, केकहरू काट्ने। गाइस अहिले चाहिँ ज्याकुची गरेर बात गरेर यहाँ म चाहिँ बेलुन फुक्दैछु कि डेकोरेसनको लागि। अनि मेरो बुढीले चाहिँ चटपट बनाएर खाँदै बेलुन बनाएर ट्याक्क यहाँ डेकोरेसन गर्नु पर्यो। सानो ठाउँ छ तर यहाँ बेडबाटको भ्यू चाहिँ यस्तो पक्का। नेपालतिर यस्तो भ्यू चाहिँ केही लाग्दैन, तर यहाँ धेरै सिटीमा बस्ने भएर यस्तो देख्दै कस्तो मन पिस लाग्ने क्या। यस घाम पनि दामी लगाइदियो क्या आज। हिजो ग्लुमी थियो वेदर, पानी पर्ला जस्तो भने त यो वेदरले नि सही साथ दियो। चटपट खाँदै मिठो भयो। Just kayaknya kayak आफू बस्ने ठाउँबाट सहरबाट अलिक टाढा नेचर भएको ठाउँमा गएर बस्नु कस्तो आनन्द खालको। त्यही मात्र चाहिँ एनिभर्सरी
4 वर्ष भयो बुढाबुढीसँग भएको अब फरेभर अनि पोर्कहरू बेलुका हुने जब मस्त मस्त नभोक लगाएर अब खाएर अनि सो गाइज अहिले चाहिँ टक्क लेटस पोक अनि बियर अन्त अब यही हो डिनर आज यो पछि नै अर्को सेट खाने हो दुईदिनले त्यहाँ तत्ताउँदैछ यस अब बिस्तारै खाएर रमाइलो गर्ने त्यसले गर्दा जस राम्रो भइरहेछ एनिभर्सरी चाहिँ अब बिस्तारै अँध्यारो हुँदैछ बाहिर नि कस्तो ऱ्याप गर्ने किम्ची हाल्ने त्यो माछाको चटनी हो त्यो सिधारा माछाको यो चाहिँ दाँत लाग्दा तर लाइटमा झन् है हामी त खानु रेस्टुरेन्टतिर बसेर खाएको छ राम्रै काममा अलिअलि बिजी थियो अघि अन्त फेरि पोक यो भ्याइन्छ यो नि अब टक्क अर्को लट्ने यसलाई एकचोटि किम्ची मात्र हालेर खान्छु म कस्तो हुन्छ कति त अँध्यारो भइसक्यो क्या गाइस सल चाहिँ हामी रेडी भएको मेरो बुढी अब हामी केक काट्ने एनिभर्सरीको फोटोहरू अलिअलि खिच्यो ओके यो चाहिँ हाम्रो केक आजको लागि अब हामी चाहिँ केक काट्छौँ पोर्ट्रेटको त हुन्न होला त्यो चक्कु हटाउन अब यताउति राखौँ फोर्थ एनिभर्सरी ल यो केक काटेर आउँछु जान्छ guys अब चाहिँ राउन्ड 2 आजको मिल मुजुले उता भुट्दैछ किम्ची फ्राई राइस सम चिकन अनि अब यहाँ दुईजना सोझो हाल्ने बस्ने रमाइलो नचेस सर्ट हान्ने त kimchi fried rice
जिन्दगीमा जिन्दगीमा ओकेजनहरू एकदमै गुड तरिकाले मनाउनु पर्छ अरे के। कसले भन्यो? अब 4th एनिभर्सरी हो हाम्रो लाइफ टाइमको 4th एनिभर्सरी। अब यस्तो हुन त अब वर्षमा यस्तो एनिभर्सरी त कति मनाइन्छ होइन, तर जे भयो भने वर्षको एकचोटि अब आउने ओकेजन हो नि त। त्यही भएर टाइम हुने चाहिँ इनर्जी रमाउने हो कि। मैले भनेको बुझ्नुभयो? ल हामी त खानापिना आफूले बनाएर ल्याएको हुन्छु। त्यो रेस्टुरेन्टहरू खासै नजिक नरहेछ क्या, उबर इट्स डेलिभरी पनि नचल्ने रहेछ। त्यही भएर आफूले बनाएर ल्याएर खाने। रक्सीहरू नै आफूले ल्याएको। खाने हो, त्यसपछि सुतेर फेरि बिहानै 1 लट ज्याकुजी हानिन्छ। पैसा वसुल गर्नु पर्यो नि त। अनि त्यसपछि 11 बजे चेकआउट हो। लस्सी। गाइस गुड मर्निङ। अहिले चाहिँ बिहानको 8 बजे। आज नि मजाको घाम लाग्यो। ठिकै छ वेदर। खासै चिसो त छैन सोचे जस्तो। म त बिहान एकदम चिसो हुन्छ भनेको त खासै चिसो भएन। अब उठेर ट्याक्क फेरि यहाँ ज्याकुजी तताउँदै हो क्या। अनि अब 11 बजे चेकआउट हो। अब 1 घन्टा जस्तो ज्याकुजीमा बसेर अनि हल्का टी के हुन्छ त्यो खाएर अनि चेकआउट गर्नुपर्छ। सेम त्यो चितवन नेसनल पार्कको भाइब के टक्क लगाएर यतापट्टि। दिस इज गुड। लामो म एकछिन अब यहाँ पानी पनि तात्यो ज्याकुजीमा जानु। यहाँ भर्खर पानी पनि तताएँ। अब एकछिन ज्याकुजीमा गएर बस्छु। अहिले चाहिँ टक्क सही चिल भइरहेछ। यस्तो त पक्का प्राइभेट आफ्नै घरमा भएको भए ओहो दिनै गरिन्थ्यो होला। यस्तो मसाज जस्तो फिल हुने त्यो। नाइस बब्बाल भयो। अब के गर्ने, यस्तो ज्याकुजी गऱ्यो। बेलुका ब्याक टु वर्क। फेरि यहाँबाट ड्राइभ गरेर जानुपर्छ। अनि फेरि बेलुकाबाट मेरो काम सुरु। त्यही हो, वर्क हार्ड प्ले हार्ड भन्छ त्यस्तै क्या। काम गऱ्यो कहिलेकाहीँ यस्तरी सिटी ब्रेक लिएर टक्क बाहिर आएर नेचरमा टक्क कटेज सटेज लिएर बस्नु नि एकदम माइन्ड रिफ्रेस हुने रहेछ क्या। यो चाहिँ मेरो एकदम गुड चोइस भन्नाले गुड आइडिया जस्तो लाग्यो क्या। एनिभर्सरीमा यति मजाले मनाउने टक्क लाएर चिल तरिकाले। नाइस। अब मेरो भ्लग चाहिँ अब गाइस अब ट्राभल गरेको बेला मात्र आउँछ। त्यही हो, अब जब ट्राभल गर्ने तब मात्र आउने। अब टन्नै अब यो इयर नै टन्नै 2025 यो इयर नै टन्नै प्लान गरेछु। अब त्यतिखेर हल्का भ्लग सक गर्ने। म चाहिँ भ्लग किन गर्छु भने चाहिँ अब टक्क पछि आफू बुढो भएपछि होइन टक्क हेर्ने हो कि यस्तो गरेर हामीले होलिडे मनाएको थियो भनेर यसो हेर्दाखेरि यो टक्क रिक्याप जस्तो हुन्छ क्या। त्यही भएर हो। ओके आइ एम इन्जोइङ। दिस इज गुड, फिल्स गुड। यहाँ बाथटबको फोटोसुटको लागि यस्तो फुल हालेर प्रिपरेसन गर्दैछ यहाँ।
ल अब यति गरेर बातचात गरेर अब चेकआउट गर्ने होला हामी नि। घाम नि मजाको लाग्यो है। दामी छ ठाउँ चाहिँ जस गुड। अब चाहिँ हामी चाहिँ भ्लगको अन्तिम पार्टमा आयो। अब चेकआउट गर्ने जाने। अब यो चाहिँ सिम्पल एउटा एनिभर्सरी कसरी मनायो भनेर तपाईँहरूलाई देखाएको मात्र हो यो चाहिँ है। हजुर हेर्दै गर्नु होला। अब चाहिँ रामेन र पोक अब यहाँ सुर्केसहरू पनि प्याक गरिसक्यो। अब टाइम टु लिभ दिस ब्युटिफुल प्लेस। फेसको अब यो सामानहरू लिएर जान फेरि। Guys, अब टाइम टु लिभ। We had a lovely stay here. बेड लाउने हो। ल गाइस अब यही इन्ड गर्छु म भ्लग है। ल अब चार आउँछ अर्को भ्लग कहीँ गएको बेला। Thank you for watching till the end. Thank you.